लोप्सेन गुपा पाठ 9 धावानी जमलिङले छुवायो चन्द्रमा पृथ्वीभन्दा सानो छ। ngacho धावा छेन्मर थङ्गियो हामीले चन्द्रमा राति देख्छौँ। धावी तौनी कर्पोइन चन्द्रमाको रङ सेतो हो। धावी इप ढुम्पोइन चन्द्रमाको बनावट गोलाकार हो। धावी होनी निमी होले छुङ चन्द्रमाको प्रकाश घामको प्रकाशभन्दा कम छ। धावे सम्लिङला कोरवा छिकियो चन्द्रमाले सूर्यलाई परिक्रमा गर्छ। धावानी सिल्वी रङसिन हिन् चन्द्रमा शीतलको स्वरूप हो। धावाला तेना मिग्ला फिन्गियो चन्द्रमालाई हेर्यो भने आँखालाई फाइदा हुन्छ। ngacho दावी छेनी छेछुङ नासोक थङ्गियो हामीले चन्द्रमाको स्वरूप साना ठुला विविध देख्छौँ। छेबासोङाला दावी छासे छासङ थोङथोप पूर्णेको दिन चन्द्रमाको सारा स्वरूप देख्न सकिन्छ। नामगाङला धावा छासङ थोङ मिथुप औँसीको दिन चन्द्रमा देख्न सकिँदैन। छेबासोङै धावा न्या घङसिङ पूर्णेको दिन चन्द्रमा पूर्ण भई छे चुडुङ्ने धावा रिम्पे ढिप खोसुक्ते पूर्णे पश्चात चन्द्रमा छेकिनु अथवा घट्नु सुरु हुन्छ। नामगाङ निन छासाङ टिप्कियो औँसीको दिन सबै छेकिन्छ। कर्मानी छेन्मर थोङथुप्कियो तारा चाहिँ रातमा देख्न सकिन्छ। काप्रे निमोयङ थोङथुप कहिले कहीँ दिउँसो पनि देख्न सकिन्छ। नामखाला कर्मा मङ्पोयो आकाशमा धेरै ताराहरू छन्। कर्माला नम्की मेतोक्याङ सेर तारालाई आकाशको फूल पनि भनिन्छ। कर्मा देशो होगी कोङ्बो छुङछुङ सिकिन ताराहरू प्रकाशको साना साना ढिक्को हुन्। छाम्रेर ngacho नमखर कर्मा ट्रवा थुङ्गियो कहिले काहीँ हामीले आकाशमा तारा स्थानान्तरण भएको देखिन्छौँ। थेला कर्दा सेर त्यसलाई पुच्छ्रे तारा भनिन्छ। छाम्रेर कर्मा टिम्पे टिप्कियो कहिले कहीँ तारा बादलले ढाकिन्छ। कर्मा खासेनी जमलिङदाङ निमाले छेवायो कुनै तारा चाहिँ पृथ्वी र सूर्यभन्दा ठुलो छ। कर्मा थक रिङ्बो योचाङ छुङछुङ मातोक थोङ मिठो भइन् तारा टाढा भएको कारण सानो बाहेक देख्न सकिँदैन।